जोरदारले भयो त। त्यसै गरी हामीलाई 30 वर्ष दिने भने यति खटिरहने हाम्रा नेपाल प्रहरी सरहरूलाई पनि धेरै धन्यवाद। त्यसै गरी हाम्रा सशस्त्र बल प्रहरी सरलाई पनि धेरै धन्यवाद। त्यसै गरी हाम्रो सम्पूर्ण जुन सेक्युरिटी त्यसै गरी हाम्रा वंशर टिमहरूलाई पनि धेरै धन्यवाद। धेरै नपनि नभनौँ सम्पूर्ण धन्यवाद भन्दै अब उहाँहरूको कार्यक्रम हेर्ने है हुन्छ ल। उहाँहरूको पहिला बोली सुनौँ, पहिला आवाज, उहाँहरूको आवाज सुनौँ। हजुर नमस्कार। खै त नमस्कार दिनु भयो, हजुर पनि नमस्कार आउनु पर्यो। नमस्कार फेरि एकचोटि ल। अब उहाँ चाहिँ पहिलोचोटि है हाम्रो अर्को खाँचीमा चाहिँ पहिलोचोटि। ल सर नमस्कार। नमस्कार। अनि सर हजुरको नाम पनि भनिदिनु पर्यो एकचोटि फेरि। मनोज गोर्खाली। अनि हजुरको? जोरबहादुर खपाङ्गी मगर। अनि सरको घर चाहिँ? कति लामो नाम हो, मान्छे सानो नाम चाहिँ कति लामो। बाग्लो बुद्धिवान ढोरपाटन होइन हजुर? हो। अनि हजुरको सर घर कता? कता? सिन्धुली। हेर्नुहोस् त, पूर्वको मान्छे पश्चिम, उहाँ पश्चिमको मान्छे, उहाँ पूर्वको मान्छे। आज उहाँहरू जोडी। हजुर मोटी कि पातलो? मोट्नु खोइ त? मोटो पातलो। उहाँको चाहिँ किन पेट हेर्नु रोगले बिरामीले गर्दा उहाँकै यसरी नै हेर्नुहोस्। उहाँको आफ्नै साथमा दाइ पनि हुनुहुन्छ, उहाँको साथमा आफ्नै भाइ हुनुहुन्छ। यहाँ भाइ हुँदा ज्याकेट लगाउने उहाँ भाइ हुनुहुन्छ, अर्को उहाँको दाइ यता हुनुहुन्छ। म चाहिँ एउटा सहयोग मात्रै उहाँलाई हरेक कार्यक्रममा लाने। ल सर, अनि ठिक छ होइन सर? अनि कति वर्ष हुनुभयो तपाईँ? 24 वर्ष। हजुर कति वर्ष हुनुभयो? कति रे सर? 23 वर्ष। अब यी 23 र 24 का युवा केटाले बिहे पनि गरिसक्नु भएको छ। एकचोटि सोधौँ पनि। सर हजुरले बिहे गर्नुभयो सर? ए गरेर छ, म त गरेँ भन्थेन, मैले आफैलाई सोचिरहेँ। ल सर अलि अगाडि यता फर्केर सर, यता यता। अनि हजुरले बिहे गर्नुभयो सर? उहाँले पनि गर्नुभयो रहेछ। अब बिहे गर्न मुन नलागे पनि हुनसक्छ नि, किन बिहे गर्न मुन नलाएर हो सर? बिचरा केटी नपाएर हेर्नुहोस् त, 24 वर्ष पुगिसक्नु भएछ, केटी नपाएर उहाँ अड्केर बस्नु भएको रहेछ। ठिक छ, अर्का खाँचीमा हामीले भने जस्तो हाम्रो